आज चाहिँ सन्डे अनि आज मेरो काम छैन त्यसैले म चाहिँ बिहानै आएर कफी लिएर घाम ताप्न बसिरहेको छु। यो चाहिँ म काम गर्ने ठाउँको बीच हो, नट बीच बट सी मेबी समुद्र। अनि त्यसपछि त्यहाँ चाहिँ आइल्यान्ड छ। म काम गर्ने ठाउँ पनि एउटा आइल्यान्ड हो। अनि यहाँ चाहिँ साउना छ अनि यहाँ चाहिँ स्विमिङ गर्ने ठाउँ। अनि म चाहिँ यहाँ बसेर बिहानको कफी इन्जोय गरिरहेको छु। मिठो घाम लागेछ आज त, हावा पनि चलेको छैन, नट फिलिङ कोल्ड। त्यही पनि एउटा ज्याकेट चाहिँ लाउनै पर्छ, बिहान बिहान त चिसै हुन्छ। बट यस, दिस इज माई भ्यू। कति आनन्द आइरहेछ, लाइक एकदमै पिसफुल। एकजना मान्छे पनि छैन, हावाको मात्रै आवाज आइरहेछ, चराचुरुङ्गी। माछा पनि छैन। त्यहाँ गएर खुट्टा चोप्न मन लागिरहेछ, बट आई नो इट्स गन बी कोल्ड, सो आई एम लिभिङ इट फर टुडे। अनि यस, आज म दिनभरि यही गर्नेवाला छु। त्यहाँ माथि एउटा डाँडामा भ्यू पोइन्ट जस्तो छ अरे, त्यहाँ जान्छु। अनि त्यसपछि मेबी अराउन्ड सनसेट, नभए चाहिँ म आज यहीँ बस्छु 1 घन्टा। अनि त्यसपछि घर जान्छु अनि रेस्ट गर्छु। आई डोन्ट ह्याभ एनी वान टु टक टु, कोही पनि छैन, साथीहरू एक्लै छु म अहिले चाहिँ। अनि त्यसैले के गर्ने बोरिङ, नट सो बोरिङ। बोरिङ त कसरी भन्न मिल्छ र होइन, यस्तो भ्यू छ। मान्छेहरू कति पैसा खर्च गरेर आउँछन् यहाँ बस्नलाई, त्यसैले नट बोरिङ, बट यस, सी यू।